सेट आज नि ढिला भएछ। बिहान उठ्यो नि काममा गयो निन्द्रा पुगा हुँदैन। How you doing? Fine, thank you भन्यो अरू केही नि बोल्दिन। 8-10 घण्टा उभिहल्ली बस्यो दिन बित्या थाहा हुन्न। साँझ पर्छ साथी फोन आउँछ पार्टी छ कि छैन। अनि हाँस्दै गयो दिनभरिको त्यो दुःख मेटाउन। यस्तै छ यहाँ परदेशी जीवन कसलाई थाहा छैन। मौज मस्ती हैन बाध्यता हो खै कसले बुझ्दैन। अति बस सही नाच्छ वाल पोट्नु पड्यो। गुड मर्निङ फ्रम दोङदेमुन। यहाँ चाहिँ विदेशीहरूको एकदम सेन्ट्रल पोइन्ट, स्पेसली यो चाडपर्वहरूमा, कोरियन चाडपर्वहरूमा नेपालीहरूले एकदम सेन्टरमा भेटघाट गर्ने, एकदम यहाँ नेपाली ब्याङ्कहरूदेखि लिएर यो रेमिटेन्स अफिसको कार्यालयहरू प्लस धेरै अन्य नेपाली अफिसहरू चाहिँ भएको ठाउँ यहाँ चाहिँ। त्यही भएर एकदम भिडभाड हुन्छ। र हामी हिजो रातभरि एउटा समाजको प्रोग्राममा रमाइरहेका थियौँ। त्यही भएर अलिक खासै फ्रेसनेस छैन, भोइस पनि अलिअलि त्यस्तो फ्रेस आइरहेको छैन। उहाँ चाहिँ हिजो रातिको डान्सर, रातभरि नाच्नुभयो उहाँ। अनि जस मजा त मजा आयो, तर सुत्नु पाइएछ। हामीले लगभग 1 घन्टा नि सुतेका छैनौँ। अब रुम खोजेको, रुम भेटिएन। अनि त्यसपछि चाहिँ हामीले त्यहीँ नाचौँ। बिहान जति सक्दो अब 1-1.5 घन्टा जति रेस्ट गरिन्छ, बाहिरतिर रेस्ट गर्नुलाई भनेको। अनि बाँकी हाम्रो टोली यहाँ छ, फोटो कार्यक्रममा छन्। यो सबै टोली भनेको नसुतेको टोली हो यो रातभरि। अनि त्यही भएर त्यति फ्रेस छैनौँ हामी। जोस् तैपनि देखावटी फ्रेस गरिरहेछौँ अहिले हामी। यो फोटोको लागि भए पनि लुगा चेन्ज हुँदैछ, गर्मी भयो। सो यतापट्टि यो चाहिँ यही एरिया जो भर्खरै म कुरा गरिरहेको थिएँ दोङदेमुनको यो फुल एरिया। यहाँ चाहिँ नेपाली रेस्टुरेन्ट, स्पेसली रेमिटेन्स अफिसहरू, नेपाली रेस्टुरेन्टहरू प्लस नेपाली जुन ब्याङ्कहरूको अफिसहरू सबै यही एरियामा छन्। र यहाँ हामी अहिले यसको टप पोइन्टमा जान्छौँ। यहाँबाट अलि सौलको अलि राम्रो दृश्य पनि देखिन्छ। यहाँ फोटोग्राफी कार्यक्रम भइरहेछ। मैले धेरै डिस्टर्ब नगरी अगाडि बढिहाल्छु। यहाँ ओभर डिस्कभरी आयो। सो तल केटाहरूले चाहिँ फोटो दाइ छन् एकजना, अनि अरू चाहिँ दाइ भाइ के पर्छन् थाहा छैन अब उमेरको हिसाबले। जो इन्जोय गरिरहेछन् फोटोमा। यहाँ चाहिँ यो घाँसे मैदान जस्तै, मैदान त के भन्नु अब, जस घाँस हरियो घाँसले एकदम बबालै राम्रो देखिया छ। केही दिनमा यसो फुलहरू छ, रातो रातो हुन्छ, यो एकदम राम्रो देखिन्छ क्या। अनि यहाँ यो घाँस नेपालमा पनि हुन्छ, कसैको घाँटीमा लगाएर गुजियायो पनि भन्छन् कि यो घाँस के नाम रे यसको। स्वागत गर्न चाहन्छौँ हामी ब्लगमा पहिलोचोटि उहाँलाई। दाइ चाहिँ एकचोटि आउनु भइसक्यो सायद, पहिला पनि कहीँ छाटो पुट्टो पारेर। अनि कस्तो भइरहेछ त योपालिको चुसक? ठिकै भयो, डेबाट राम्रै खेलियो हिजो। हिजो रातभरि एउटा समस्या भनेको हिजो रातभरि सुतिएन, अलि निन्द्रा लागिरहेछ। ठिकै छ, अब आज राति सुतौँला। त्यही भएर आँखा अलिकति त्यस्तै आएर फेस नि त्यति राम्रो आइरहेको छैन। तर अति ह्यान्डसम नाम्जा चाहिँ यता हो, राम्रै आइरहेछ। अब नेपालीहरू दाजुभाइहरू दिदीबहिनीहरू धेरै छन् यहाँ आउने माथि। एउटा भेटघाट पोइन्ट नै हो यो। अब हाइकिङ भन्दा पनि, अब हाइकिङ त के भन्नु, यो सहरको बिचमा भेटघाट गर्ने, अब यहाँ साथीभाइहरूसँग रमाउने, एकदम लामो समयपछि भेटघाट भइरहेको हुन्छ। नर्मली विकली अफमा चाहिँ अब खासै साथीभाइहरूले भेट्न सक्दैन टाढा टाढाबाट। त्यही भएर यो समयमा चाहिँ भेट्न सकिन्छ। सो अलिकति हाइट पोइन्ट छ यो तल, त्यो दोङदेमुनको सिटीहरू चाहिँ तल एरियामा हो। हामी चाहिँ थोरै हाई पोइन्टमा जाँदैछौँ आज।
आज सेकेन्ड डे चुसकको। हिजो पहिलो दिन त हामीले त्यही प्रोग्राममै अब बेलुका आइयो प्रोग्रामतिरै 3-4 बजे बिहानसम्म त्यही प्रोग्राममै डान्स सान्स गरियो र त्यसपछि आज सेकेन्ड डे। आज नि मेबी अब राति त प्रोग्राम छ एउटा, त्यहाँ जाने प्लान छ। अनि दिनमा चाहिँ अब यो साउल एक्सपोर्ट गर्ने। यहाँबाट चाहिँ अलिकति यहाँ दोङदेमुन प्लस साउल एरियाको भ्यू चाहिँ एकदम राम्रो देखिने भयो बेला हामीले यहाँ आएर यसो एकछिन बसौँ फ्रेस एयर सहित। सो यहाँबाट चाहिँ त्यो कति जानुभएको छ त्यहाँ नामसाउल भन्छ त्यसलाई चाहिँ, एकदम राम्रो भ्यू भएको टप पोइन्ट। त्यहाँ चाहिँ यो प्रेमिकाको लक लगाउने ठाउँ त्यहीँ हो, नाम लेखेर। अब साउल टावर सिधा अगाडि। अनि यो भयो अब दोङदेमुनको एरिया। ग्रेट वाल अफ चाइना हो। हामी सधैँ हाँस्दिने। ओइ के छ सुन न, हल्का पैसा पठाइदिन यार। कहिले आउँछस् क्या नेपाल? खै धेरै भयो त नभेटेको। आइज अब बरु आउँदा मलाई एउटा गोप्रो ल्याइदिन है। दाइ यो 4000 लिनु, अर्को मन्थ चाहिँ मलाई चाहिन्छ है। फेरि इन्सुरेन्स, गाडी, घरको रेन्ट पैसै सक्यो त यार। खै त पैसै बच्दैन के मलाई विदेश गएपछि त फोन नि उठाउँदैन अनि हाँस्दै कोही नै आएको देश मात्रै नानी हो मेरो कुटुन्डी यहाँ आन्टी की पड्डा यार चेकबुक जो। अलराइट यो चाहिँ हेर्दाखेरि चाहिँ अहिले त्यो ग्रेट वाल अफ चाइना के भन्छन् त्यस टाइपको छ, त्यो स्टाइलमा बनाएको छ। त्यो चाहिँ दुइटैतिर बन्द छ, यता अब एउटातिर मात्रै वाल छ अनि बिचबिचमा चाहिँ सानो पालहरू छोडेको छ। अनि ठ्याक्कै त्यसको यतापट्टि चाहिँ लाइट लगाएको छ। यो चाहिँ राति अब त्यो लाइट यता पारदर्शी हुने भयो नि त, यता छिकेर चाहिँ एकदम राम्रो देखिने हिसाबले चाहिँ लाइट लगाएको छ। अनि हेर्न सक्नुहुन्छ उकालो अलिकति बिस्तारै उकालो बढ्दैछ। अनि एकदमै सेफ्टी चाहिँ एकदम सेफ्टी हुन्छ जहाँ पनि है कोरियामा। हेर्नु न यहीँनिर माथि 3वटा क्यामेरा लगाएको छ माथि, यहाँनिर 3वटा क्यामेराले कभर गरिरहेछ। केटाहरू अझै तल छन्। यो चाहिँ लगभग हामी त्यहाँ किर्तिपुरमा कोरियन पढ्दाखेरि त्यहाँ पाङादो बाटो किर्तिपुरकै ठाडो उकालो जस्तो आउँथ्यो नि, त्यहाँ सिम बेच्दाखेरि सेम त्यस्तो लागिरहेको छ। यो सिम बेच्दाखेरि नि पाङामा लगाएको एक दिन। मोबाइल त कडा थियो यार, समयसम्मै छला फुटा हारिहाल्नु भयो 17 हो 71। अलराइट गाइज टाइम बढ्दै बढ्दै गइरहेको छ। मान्छेहरू मैले भनेको थिएँ अघि धेरै बढ्छन् यहाँ। एउटा नजिकको यो भेटघाट गर्ने स्पोट भएर मान्छेहरू एकदमै बढिरहेछन् बिस्तारै बिस्तारै। यहाँबाट एकदम बेस्ट पोइन्ट चाहिँ त्यता साउल टावर अनि यता चाहिँ यो हाम्रो डुसनको हेड अफिसदेखि लिएर यो यताको साउलको एकदम व्यवहार राम्रै भ्यू देखिन्छ। अनि तल चाहिँ अब यता मेन रोडको दृश्य भइहाल्यो। माथि चाहिँ यो नाम साउलको बेस्ट भ्यू क्या, त्यहाँबाट चाहिँ साउलको योभन्दा नि बेस्ट भ्यू देखिन्छ कि। सो अझै हामी माथि माथि उक्लिँदैछौँ। अझै केटाहरू अझै आउनु बाँकी छ हाम्रो, 2-4जना अझै थपिन्छ नाइटमा। त्यसपछि अझै झन् रमाइलो हुन्छ। र यसपछि हामी एउटा अझै लोकेसन जाने प्लान छ। लेट्स सी यो वरिपरि कहाँ हुन्छ त्यो चाहिँ। सो बिस्तारै अलिकति घाम लागिरहेछ। अनि यहाँ देख्नुहुन्छ मान्छेहरू छाता ओढेर पनि लागिरहेछन्। अनि अलिकति हामीले यहाँ चाहिँ एकछिन 20 राम गर्छौँ हामी। 20 राम गरेपछि फेरि अगाडि बढ्छौँ हामी। अनि यो चाहिँ यहाँनिरको चाहिँ हाम्रो अघि मैले भने किर्तिपुरको त्यो पाङा यता किर्तिपुर बजार छ नि, त्यो जस्तै छ कि एकदम ठाडो। अनि त्यसमा चाहिँ एकदम बाक्लो बस्ती घरहरू भएको छ नि, सेम त्यही फिल लाग्छ क्या। यहाँ चाहिँ एकदम तल एकदम ठाडो छ क्या यहाँनिर। सो यतापट्टि पनि यो
दोङदेमुनको एरिया हो यो माथिसम्म र ठुल्ठुलो एकदम हाई क्लासको बिल्डिङहरू पनि छ यता यहाँ देख्न सक्नुहुन्छ एकदम हाइटी बिल्डिङहरू यता नयाँ बजार कीर्तिपुर देखाइदियो कीर्तिपुर लगभग यो एरिया कीर्तिपुरै जस्तो छ क्या यताको यसको डाँडा ब्याकग्राउन्ड हेर्दा एकदम कीर्तिपुर जस्तै लागिरहेको छ क्या यताको त कीर्तिपुरमा यस्तै भिड भाडाका देखिन्छ कि टाढाबाट हेर्दाखेरि यो फुटेज लियो होला भने गाङगाङको मसिनो सौलु शुद्ध मूल भन्लाई छ शुद्ध मूल सो यहाँ चाहिँ एकदम चिसो कुल सौल सिटीको चाहिँ एकदम फ्रेस पानी भनेर राखेको छ यहाँ बोर्डमा अहिले चाहिँ गाउँले स्टाइलमा पानी खाँदैछ नि हाम्रो राजेन्द्र सर एकदम प्योर गाउँले स्टाइलमा सो यस्तो ठाउँ चाहिँ पानीको व्यवस्था चाहिँ गरिदिएछ अनि यहाँ अगाडि विश्राम स्थल पनि बनाएको छन् सानो सानो थकाइ राख्दै यसो बस्दै अगाडि बढ्दै गर्ने हो यसमा सुत्नुभयो हजुरहरू चौरमा हामी त सुत्दैनौँ हामी नि 5 बजीतिर भर्खरै आयो हामी त्यो कार्यक्रमबाट हामी उता डिडिबीको उसमा सुत्यौँ 1 घन्टा कन्सर्ट त होइन हामी आफ्नै त्यो सुदूरपश्चिम समाज प्रोग्राममा गएको थियौँ 4 बजीसम्म गयौँ हामी 5 बजी आयौँ यता रातभरि नाचियो अहिले यहाँ मुख धोयो त्यो डिडिबीमा सुत्या थियौँ तर बिहान पानी पऱ्यो चिसो भयो फेरि उठियो यो नर्थ कोरिया जोड्ला जस्तो छ सो यहाँ कोरियामा चाहिँ यो अनौठो फल हुँदो रहेछ दिनुभयो होइन लाइट दिने यो फलको नाम के हो तपाईँ जान्नुहुन्छ भने कमेन्ट गर्नु होला मन बनाइरहेको छु हल्का हल्का भिडियो त यो चाहिँ साउथ कोरिया है नर्थ कोरिया भनेर गफना खाइ मोबाइलले अब त ल रातो त गजब देखिने रहेछ त ए यो भ्यू हो यो रातो सो राइट यहाँको अलिकति टप पोइन्टमा हामी क्यामेरा त उसैले खुलिदिने हो क्यामेरा माउल सो यो चाहिँ हुनु त यसको यो ट्रेल चाहिँ धेरै लामो रहेछ तर हामीसित आज त्यति धेरै समय छैन त्यही भएर यहीँसम्म आज हामी जाने यतापट्टि चाहिँ यो बाटो चाहिँ धेरै माथिसम्म रहेछ यदि टाइम छ भने हजुरले मजाले यो ट्रेल पुरै कभर गर्दा नि हुन्छ एकदम राम्रो छ हेर्न एकदम मजाको बिचबिचमा होइन राम्रो राम्रो क्याफेहरू अनि यतापट्टि चाहिँ यो भर्खरै नयाँ बन्द लागेको सिटीहरू अपार्टहरू टन्नै छ ब्याक साइडतिर नि अब यतापट्टि त अब मेन सौल भइहाल्यो यहाँ अब यतापट्टि अघि नै यहीँबाट आएको हामी अनि यहाँ चाहिँ यो भ्यू पोइन्ट जस्तै अलिकति बस्ने अब यहाँ केटाहरू फोटो भिडियो दिनभरिको त्यो दुःख मेटाउन यस्तै छ यहाँ परदेशी जीवन कसलाई थाहा छैन मौज मस्ती होइन बाध्यता हो खै कसले बुझ्दैन अति डरो फेरि नेपाली हामी उठी हान्दिने दुःख सुख जस्तो जे भए नि हामी सधैँ हाँस्दिने ओइ के छ सुन्न हल्का पैसा पठाइदिन यार कहिले आउँछस् क्या नि भयो खै धेरै भयो त नभेटेको आइज अब बरु आउँदा मलाई एउटा गोप्रो ल्याइदिन है दाइ यो 4000 लिनु अर्को मन्थ चाहिँ मलाई चाहिन्छ है फेरि इन्सुरेन्स गाडी घरको रेन्ट पैसै सक्यो त यार खै त पैसै बच्दैन के मलाई विदेश गएपछि त फोन नि उठाउँदैन अनि हाँस्दै भन्यो साथी बिजी छु म तेरो फोन उठाउन यस्तै छ यहाँ परदेशी जीवन कसलाई थाहा छैन मौज मस्ती होइन बाध्यता हो खै कसले बुझ्दैन रहर हुन्न साथी दसैँ तिहार चाडपर्व छोड्न त्यस्तै गाह्रो फेरि लङ डिस्टेन्समा माया समय मिलाउन